आजको यो जुन चाहिँ मिटअप छ जुन चाहिँ यो चाहिँ हाम्रो त्यही हो। अब हाम्रो यहाँ जति भाइ बहिनीहरू जति सिक्किममा बाहिरतिर काम गर्नु लागि जानु लागि जो पनि गर्नुहुन्छ एटलिस्ट सोचेर सम्झेर जानुहोस्। यहाँदेखि हाम्रो हेऱ्यो भने सिक्किममा आजसँग हेऱ्यो भने सिएम साहब जो हाम्रो प्रेमसिंह गोले सर हुनुहुन्छ, उहाँले हेऱ्यो भने अपकमिङ जेनेरेसनको लागि यति बेसी अपर्च्युनिटी दिएको छ। तर पनि अब हाम्रो मान्छेहरू सिक्किमको मान्छेहरू चाहिँ किन बाहिर काम खोज्दै जाँदैछ, किन चाहिँ फस्दैछ, त्यहाँ फसेर त्यहाँ दुःख भएर त्यहाँनिर मिसिङ यति बेसी हुँदैछ। सिक्किमबाट, दार्जिलिङबाट, कालिम्पोङबाट, नेपालबाट किन मिसिङ हुँदैछ, कहाँ जाँदैछ मान्छेहरू। उहाँ पनि एउटा फसेर आउनु भएको मान्छे हो। त्यसले गर्दाखेरि अब हाम्रो आजको यो प्रेस मिटअप जुन चाहिँ छ सबैलाई एवेरनेस गर्नु लाग्यो कि घरमा आमाबाउहरूले जे पनि गर्नुहुन्छ एटलिस्ट छोराछोरीले पनि सबै आमाबाउलाई सोधेर नै गर्नुहोस् जे पनि हो। अन्तखेरि हाम्रो गभर्मेन्टलाई पनि रिक्वेस्ट छ कि हाम्रो यहाँदेखि जति पनि नानीहरूलाई जति पनि पठाउँदैछ बाहिरतिर, जति पनि पठाउँदैछ एटलिस्ट हाम्रो गभर्मेन्टले पनि यस्तो कसले लाँदैछ, कहाँ लाँदैछ यसो खोजिदिँदै गरिदिनुहोस्। त्यसको लागि पनि डिपार्टमेन्टहरू छ, आफ्नो आफ्नो डिपार्टमेन्टहरू छ त्यसमा पनि। त्यसले गर्दा आज हामीले जसलाई यहाँ लिएर आएको छ उहाँकोबाट पनि सुन्नुहोस् तपाईँहरूले, उहाँहरूलाई कस्तो पाराले उता राखेको थियो, के भएको थियो, उहाँको सबै उहाँले भन्नुहुन्छ, उहाँको सुन्नुहोस् तपाईँहरूले। नमस्कार, मेरो नाम दिपेश तामाङ। मलाई चाहिँ यस्तो यस्तो कामहरू छ भनेर जब बोलायो होइन, अन्त मैले विश्वास गरेर गयो। अन्त तपाईँले अब जे सोचेको हुन्छ त्यही भनेर चाहिँ अब बोलायो मलाई। अन्त म जाँदा चाहिँ अब यस्तो नराम्रो नै लाग्यो मलाई चाहिँ कामहरू चाहिँ। एउटा अब कम्पनी छ, राम्रो कम्पनी छ भनेर बोलायो। अन्त म गएको भरे त नराम्रो लाग्यो मलाई होइन। अन्त म अब 18 दिनसम्म चाहिँ अब कसरी बस्यो त अब मेरै मनमा छ होइन। अब राम्ररी खानु पनि पाइनँ, राम्ररी सुत्नु पनि पाइनँ, कस्तो अब अप्ठ्यारोमा परेर चाहिँ अब यहाँसम्म आयो। यहाँ हाम्रो अब राजु सर र हाम्रो लिक्मे आदिहरूलाई सबैजनालाई मलाई यहाँसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म धेरै खुसी लागेको छु। अब त्यस्तो अवस्थामा चाहिँ अब फसेर आउँदा चाहिँ अब यहाँ यो बाटोमा ल्याइदिनु हुने आज्ञा हाम्रो राजु सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब जति सक्दो अब यो फोनको भरमा, यो विश्वासको भरमा चाहिँ यो जति सिक्किमको अब नानीहरूलाई अब कहिले पनि नपठाउनु भन्ने चाहिँ अब भन्नु चाहन्छु म सबैजनालाई। यो अब विश्वास गरेर फोनको भरमा चाहिँ कहिले नै नपठाउनु। अब म डरलाग्दो अब धोका खाएर आएको मान्छे, अब फर्स्ट टाइम हो। अब यत्रो अब उमेर भयो, आधी उमेर गयो, फर्स्ट टाइम भयो अब यस्तो अब फसेर आएको। हजुर, कुन ठाउँमा लगेको थियो तपाईँले? कुन ठाउँमा? म बिहार मजफ्फरपुर भन्ने जग्गामा। हजुर, मजफ्फरपुर हजुर भन्ने जग्गामा। के भनेर लान्छ अब यो तपाईँले जस्तो पाराले भन्दैछ नि काम दिन्छु भने? हजुर, मलाई चाहिँ अब ठुलो अब कम्पनी छ, अब तपाईँले जुन काम अब गरे नै अब सक्नुहुन्छ अब भनेर भन्यो। अन्त म चाहिँ अब मेरो चाहिँ अब पहिला अब त्यो अरू बिजनेसहरू थियो। अन्त म चाहिँ अब गाडी चलाउँछु भनेर भने उहाँलाई। अन्त हुन्छ तपाईँले गाडी नै चलाउनु सक्नुहुन्छ भनेर अब लाइसेन्स बोकेर आउनु भन्नुभयो। अन्त गएको भरे त रहन्छ। अन्त इक्जाम गराउनु लाउँदैछ 1 डेदेखि अब 7 डेसम्म। अनि 1 डे अब फर्स्टमा अब इक्जाम गर्ने टाइममा चाहिँ अब 10,000 दिनुपर्दछ होस्टेल खर्च भनेर। अन्त अब अनि त्यो होस्टेल खर्च 10,000 दिएर चाहिँ अनि 1 डेदेखि अब 7 डेसम्म चाहिँ क्लास गर्नुपर्ने रहेछ। एकदम अनसलमा राख्दो रहेछ। अब बाहिर कोहीसँग साथीभाइहरूसँग नि बोल्नु नदिने। बिहान तपाईँको 4:30मा उठ्यो, इक्जाम गऱ्यो, अनि 8-9 बजीतिर घरमा आयो। अनि अब खानासाना खायो, अनि एकदम भित्रको भित्र। अनि फेरि अब जुन चाहिँ हाम्रो होस्टेल छ अब अरूको होस्टेल हाम्रोमा आउने, हाम्रो होस्टेल अरूमा गएर चाहिँ अब होस्टेल ग्रुप हुने। अन्त उठेर भन्नुपर्ने अब नमस्कार, मेरो दिपेश तामाङहरू यस्तो फलाना ढिस्का अब सबैहरू भन्नु लाउँदछ। दाजुभाइ को कति के कमाउँछ त्यो हो। त्यो 7 डेज सकिसकेपछि चाहिँ अन्त अब त्यस्तो साह्रो परेर चाहिँ आएको म। तपाईँले चाहिँ कसरी थाहा भयो म चाहिँ फसेछु, मलाई स्क्याम भन्छ कसरी थाहा भयो? यो चाहिँ मैले अब 7 डेज अब सकेर चाहिँ याद पाएँ। हजुर, म चाहिँ अब हुन्छ कि भनेर अब 1 डे 2 डेसम्म हुन्छ कि भनेर अब कोसिस गरेर गएको। अब मलाई चाहिँ कामको पुरा जरुरी थियो। अन्त अब 7 डेजमा चाहिँ अब लास्टमा चाहिँ अब फाइनल पुग्दा चाहिँ अब म चाहिँ अब यो डरलाग्दो काम रहेछ, फसेको रहेछ भनेर चाहिँ अब याद पायो। अरू पनि फसेको छ, तपाईँहरू रेस्क्यु हुनुभयो होइन? अरू पनि त्यहाँ अरू 100औं फसिरहेको छ। अब तपाईँको कति छ मान्छे त? कहाँबाट छ मान्छेहरू? धेरै अब नेपालकै देख्यो, अब यता सबको छ। अब इन्डियाहरूको लगभग अब 16-17 हजारजना छ मान्छे। कुनै प्रकारको शारीरिक पीडा, मानसिक पीडा दिने त्यस्तो भयो भएन? त्यतिकै पीडा दिनेहरू अब भयो। अब किनभने अब हामी त अलिकति अब त्यो नसा पानीहरू त अब खान्थेन। यो अब सिक्रेटहरू अब केही खैनीहरू खानु पऱ्यो भने नि उहाँको अब होस्टेलको इन्चार्जलाई भनेर जानु पर्थ्यो।
कुटपिटहरू हुन्थ्यो तब हजुर कुटपिटहरू चाहिँ हुन्थेन एकदम अब डरले चाहिँ बस्नु पर्थ्यो अब कहीँ जानु पऱ्यो नि अब डर अब भक अब बोकेर अब जानु पर्थ्यो अब त्यो पनि एकदम अब रेस्पेक्ट गरेर चाहिँ अब बोल्नु पर्ने त्यहाँ चाहिँ अब कहीँ जानु पऱ्यो नि अब यस्तोमा हात राखेर चाहिँ मिस म यस्तो जग्गामा जाँदैछुहरू भनेर अब एकदम अब रेस्पेक्टहरू चाहिँ एकदम इज्जत गर्नुपर्ने त्यहाँ काम चाहिँ के हुँदो रहेछ काम चाहिँ के गर्नु पर्दो रहेछ त्यहाँ काम त तपाईँको काम त त्यही अब जुन चाहिँ अब 2 लाख लगानी हाल्नु पर्दछ अन्त तपाईँको त्यो कम्पनीमा अब जोइन गराउनु पर्ने रहेछ अब म गयो अन्त फेरि अर्को मान्छे अब ताने के अरे अर्को मान्छे चाहिँ अब लगेर चाहिँ त्यहाँ जोइन गराउनु पर्ने रहेछ अन्त एकजनाको चाहिँ अब 25,000 दिइरहेछ डाउन लाइन हजुर हजुर लाने मान्छेलाई अन्त अब 4 जना लगाइसकेपछि चाहिँ अब के अरे 2 लाख के अरे 1 लाख भइगयो अन्त 1 लाख 2 लाख आफूले चाहिँ डिपोजिट गर्नुपर्दछ त्यहाँबाट महिनै पछि आउँछ भन्छ अनि त्यत्तिकै नपाएको नि पैसाको लोभमा चाहिँ फसाइदिँदैछ मान्छेलाई सिक्किमबाट तपाईँ एक्लै हुनुहुन्थ्यो कि अर्को एकजना? हजुर म र एउटा हाम्रो सिक्किमकै बहिनी हुनुहुन्छ बहिनीमा आउनुभयो? बहिनी अहिले हुनुहुन्न कम्पनीको नामहरू चाहिँ त्यस्तो तपाईँले के एक्ज्याक्ट लोकेसनमा के छ कम्पनीको अहिले तपाईँहरूको बात गर्दै हो नि कम्पनीको नाम चाहिँ अहिले हामी तपाईँलाई भन्नु अहिले अलिकति मिलेन र हामी 1-2वटा लिगल फर्मेलिटिजहरू गरेर यसको यो कम्पनीको अलिकति फाइन्डिङ्स रियालिटी के रहेछ त्यो बुझेर चाहिँ फेरि नेक्स्टमा चाहिँ अब हामी यसलाई लिगल प्रोसिड्युर गर्छौँ त्यति बेला हामी तपाईँहरूलाई हजुर मैले गरेको अब चिनाजानै थियो कि त्यही भएर मेरो चाहिँ अब यो अलिअलि बिजनेस मिट सपहरू दोकान थियो है अन्त ती मेरोमा मासुहरू किन्न आउनुहुन्थ्यो अन्त उहाँले अब मैले उहाँको हस्बेन्डलाई सोधेँ देखेन नि त अब नाना चाहिँ कता हुनुहुन्छ भनेर भने कि अन्त मलाई त याद भएन भने अन्त जुन चाहिँ मेरो साथी एकजना थियो उहाँलाई चाहिँ फोन गर्नुभएको छ ल भाइहरू कामहरू चाहियो भने चाहिँ आउनु म यस्तो यस्तो जग्गामा छ भनेर मलाई होइन मैले अनि नम्बर दिनु त भनेर रहेछ लास्टमा त नम्बर मेरोमा अन्त मैले फोन गरेँ अन्त नाना कता हुनुहुन्छ भने म त यस्तो दिल्लीमा छु भाइ काम चाहियो भने आउनुहोस् है भने अन्त मैले अब म पनि पुरा अब अभरमै छु अहिले होइन अन्त दुःखीमै छु अन्त मैले भनेर सोधेँ अब कति दिने रहेछ यस्तो सेलेरीहरू भनेर सोधेँ नि त अन्त खाएर अब 25,000 स्टार्ट हो भने अनि म नि खुसी लाग्यो अब म नि यस्तो दुःख परेको जग्गामा अब खाएर 25,000 त अन्त अब 1-1.5 साल खर्च त अब म नि मेरो फ्यामिलीहरू खुसी राख्नु सक्छु भनेर भयो नि त अन्त फोन गरेँ अन्त कति फोन गरेँ अन्त म अब जति यो लोसार के अरे लोसारको टाइम थियो त्यतिखेर म जाने टाइममा अन्त म लोसारको सकेर आउँछु भन्दा नि मानेन लु छिट्टै हिँड्नु भोलि हिँड्नु पर्सि हिँड्नु भन्छ अन्त म एकैचोटि अब 28 तारिक हाम्रो यो मासु दोकान मिट सपहरू बन्द हुन्थ्यो अन्त म 29 तारिकतिर हिँड्छु नि नाना भन्दा नि मानेन लु भोलि हिँड्नु पर्सि हिँड्नु तपाईँ फेरि तपाईँ आएन भने त अर्को तपाईँको भ्याकेन्सीमा अर्को बस्छ तपाईँले काम पाउँदैन भने नि त अन्त त्यही भएर म 27 तारिकै हिँडेँ 27 तारिक हिँडेर 28 तारिक पुगिहालेँ पटनामा अनि गयो म एक्लै गएको यहाँ पऱ्यो भने पटनामा त्यो जुन चाहिँ रेलवे स्टेसनमा पुग्यो त्यहाँ गएर फोन गरेँ यस्तो यस्तो जग्गामा आइपुगेँ म यस्तोमा छु लु आउनु भने होइन अन्त 1-1.5 घन्टा पर्ख्यो त्यहाँबाट उहाँहरूको ग्रुपहरू आयो लगभग 9-10 जना ग्रुप रहेछ उहाँहरू आयो गाडी लिएर अनि टक्क लग्यो मलाई अनि यस्तो यस्तो भन्यो यदि यस्तो कुराहरू चाहिँ तपाईँको 7 डेज सकेर मात्रै भन्नु पाउँदछ कोहीसँग नि बोल्नु नपर्ने आफ्नो हिसाबमा बोल्यो यस्तो अनसलमा फोनहरू चाहिँ तपाईँको 7 दिनसम्म चाहिँ नदिँदछ उहरूले राख्दछ हजुर हजुर डकुमेन्ट सब हजुर जुन चाहिँ त्यो होस्टेलको चाहिँ अब त्यो उयो मार्क्युज भन्ने होस्टेल इन्चार्ज मार्क्युजले राखिदिँदछ सबै हजुर लगानी मैले अब अलिअलि गरेँ अलिअलि पैसा सिक्किमकै हुनुहुन्छ कहाँ हुनुहुन्छ उहाँ चाहिँ जुन चाहिँ हजुर कन्ट्याक्ट गर्नुभयो जुन नानालाई उहाँ चाहिँ कहाँको हुनुहुन्छ कन्ट्याक्ट उहाँ अब यताकै होला सायद म अब पहिलादेखि चिनेको 2006-07 देखि चिनेको उहाँलाई मैले अन्त त्यस्तो कन्ट्याक्टहरू भयो अन्त अब विश्वास गरेर गएको पनि मलाई त विश्वास लागेको थिएन मलाई पनि अब त्यस्तो अरूले मेरो भाइले भन्यो अब अन्त नजानु अब यस्तो यस्तो जग्गामा फस्छ कि मै पुऱ्याउनु जान्छु यो लोसार सकोस् 28 तारिक लास्ट कटिङ हुन्छ हाम्रो मिट सपहरू अब अन्त 29 तारिक दिँदा तपाईँ अब फ्री नै हुन्छ मै पुऱ्याउनु जान्छु नि भन्यो अन्त त्यो नानाले चाहिँ अब जुन चाहिँ मलाई लानेले चाहिँ अब बोलाएको गरेँ नि त मलाई नि काम चाहिएको छ अनि भनेर चाहिँ हतार गरेर गएको अनि यस्तो अवस्थामा पुगेँ अहिले म के जब चाहिँ गर्छु भने म चाहिँ ड्राइभिङै गर्छु भनेर अब किनभने कपडा दोकानहरू केमा गर्नु भन्थ्यो अब त्यति अन्त छैन मलाई अब आफूलाई अब प्रफिट भएको कुरा त गर्नु पऱ्यो मलाई ड्राइभिङै अब यही मिट सपहरूमा अन्दाज छ अनि त्यही गर्छु भनेर बोल्नु 18 दिन बसेर हजुर मैले अब बुझ्नु त बुझ्यो मेन कुरा चाहिँ अब म फस्यो भनेर चाहिँ अब तपाईँको 7 दिनमा चाहिँ अब म पुरा अब मलाई अब उयस भयो के हो म चाहिँ यस्तो जग्गामा यस्तो अवस्थामा चाहिँ आएको रहेछ अब म यो जग्गामा बस्यो भने राम्रो हुँदैन भन्ने अब लाग्यो 7 डेज अब इक्जाम सक्दा चाहिँ उहाँलाई चाहिँ रेस्क्यु गर्नु चाहिँ हाम्रो
डोर्स एक्सप्रेस मेल एन्टी ह्युमन ट्राफिकिङको राजु नेपाली जो हुनुहुन्छ जो उहाँलाई इन्फर्मेसन आयो कि बहिनीहरू हुनुहुन्थ्यो उहाँहरू चाहिँ यस्तो प्रब्लममा छ भनेर चाहिँ त्यो जो बहिनी छ सिक्किमकै बहिनी छ उहाँले चाहिँ हाम्रो राजु सरलाई कन्ट्याक्ट गर्नुहुँदै थियो। अन्तखेरि उहाँले कन्ट्याक्ट गर्दाखेरि चाहिँ हाम्रो टिम चाहिँ यहाँदेखि उता बिहार साइड गयो। बिहार साइड जाँदाखेरि अब त्यहाँ अब अलिकति ल्याउनु अलिकति साह्रै छ। लास्टमा त्यहाँको अब हेऱ्यो भने तपाईँको पुलिस टिमले पनि हेल्प गरेकै छ, त्यहाँनिर तपाईँको त्यहाँको एनजिओजहरूले पनि हेल्प गरेको छ त्यहाँनिर जस्तो उहाँ 3 जनालाई गाडीमा हाल्यो त्यस्तै त्यहाँदेखि अब किनभने अब हाम्रो पनि त्यहाँनिर लाइफ रिस्कमा हालेर त हुँदैन, त्यहाँदेखि त्यसले गर्दा चाहिँ उहाँ राजु सरहरूले चाहिँ उहाँहरूलाई लिएर आउनुभयो। लिएर आएर चाहिँ यहाँ गान्तोकमा चाहिँ हामी गान्तोक टिमलाई ह्यान्डओभर गरेर उहाँको घरमा फ्यामिलीलाई हामीले ह्यान्डओभर गरेको उहाँलाई हो। अन्त त्यसले गर्दाखेरि चाहिँ अब मेन त अब हेऱ्यो भने अब हामीले बिहारको एनजिओजहरूलाई पनि थ्याङ्क यू भन्नै पर्ने हो, अब पुलिसलाई पनि थ्याङ्क यू भन्नै पर्ने हो। अब मेन त राजु सरकै अब उहाँले अब कोसिस नगरेको भए आजको दिनमा उहाँले यहाँसम्म ल्याउनु सक्थेन मलाई मिडियाको सामान ल्याएर आज उहाँले जे बोल्दैछ हो। टिमको अरू पनि छ हजुर 3 जना लिएर आएको। एकजना चाहिँ 2 जना लेडिज थियो तपाईँको, 2 जना लेडिज थियो, एकजना नेपालको थियो, नेपाल ह्यान्डओभर गरिदियो उहाँलाई। अन्त एकजना चाहिँ सिक्किमकै थियो, सिक्किमकै अब उहाँको फ्यामिलीलाई ह्यान्डओभर गरिदियो। अन्त उहाँ एकजना चाहिँ जेन्ट्सबाट चाहिँ उहाँ एकजना हुनुहुन्थ्यो। अब उहाँहरूलाई कारवाहीको लागि तपाईँको सेवा अगाडि बढ्ने विचार उहाँलाई चाहिँ अब हाम्रो इन्टरनेसनल ह्युमन राइट्सको थ्रुबाट अब प्रोसेसमा गएर अब के छ अब एकखेप अब हामी फर्दर बुझ्नै पऱ्यो, बुझेर त्यहाँदेखि चाहिँ अब डिप जाने नै हामी प्लान गर्दैछ। अब यो चाहिँ एक्लै गरेर होइन, अब यो एउटा अब हाम्रो स्टेटको सबैजना एनजिओजहरू मिलेर नै गर्ने। किनभने हेऱ्यो भने अब त्यहाँनिर अब उहाँको भनाइमा हेऱ्यो भने अब 10-15 हजारजना छ भने त त्यो 1000 जनामा नभनेको पनि हाम्रै यहाँको सिक्किमकै हेऱ्यो भने 1000 जना जस्तो त होला त्यसमा अब भाइ बहिनीहरू फसेर बसेको होला। अब केमा हो अब कस्तो छ के छ त्यो त हामी त त्यहाँभित्र त पस्नु सक्दैन। त्यसको लागि चाहिँ अब हेऱ्यो भने अब यो त अब एनजिओजहरूको मिडियाहरूको सबैको सङ्गतले नै हुन्छ, अब सबै मिलेर नै गर्नुपर्ने काम हो, यो एक्लै त सक्दैन होइन। त्यसले गर्दाखेरि हजुर गुड आफ्टरनुन तपाईँहरूलाई। विशेष गरी आज यो हामी सानो एउटा छोटो समयमा तपाईँहरूले समय दिनुभएकोमा इन्टरनेसनल ह्युमन राइट काउन्सिलको तर्फबाट तपाईँ प्रेस कर्मीहरूलाई धेरै धेरै धन्यवाद दिँदै अहिले यो मेटर हिजो बेलुका मात्रै यहाँ हाम्रो भाइले जिग्मी भाइले हामीलाई भन्नुभयो र अलिकति बुझ्दाखेरि के कसो रहेछ भनेर बुझ्ने कोसिस गर्दाखेरि हामीले यो के भन्छ तपाईँको साइबर क्राइम भयो, यस्तो ट्राफिकिङहरू विषयमा अब धेरै प्रकारको कम्प्लेनहरू हाम्रोमा आउँछ। हामी कोसिस पनि गर्छौँ हाम्रो लेभलमा, तर गर्दा गर्दै अब यो चाहिँ एउटा यस्तो खालको एउटा लाइभ हुन्छ नि तपाईँको, जो चाहिँ हाम्रो समक्षमा भिक्टिम नै आएर म 1-2 शब्द राख्छु भन्दाखेरि हामीलाई पनि यो कुरा एकदमै राम्रो लाग्यो। किनभने हामी यसमा कोसिस हामी जहिले पनि हाम्रो कोसिस हुन्छ कि हाम्रो भाइ बहिनीहरू यो यस्तो स्क्यामतिर नफसोस्, कुनै पनि दुःखमा नपरोस् भनेर हामी कोसिस गर्छौँ र गर्दा गर्दै पनि यस्तो भइहाल्छ। र आज यो कुरा यहाँ तपाईँहरूको यो थ्रुबाट मैले गर्ने मौका पाउँदाखेरि सायद यहाँ हाम्रो भाइले अलिकति तपाईँहरूलाई क्लियर उहाँले एक्सप्लेन गर्नु सकेन। खास यो एउटा नयाँ स्क्याम रहेछ। जस्तो स्क्यामहरूमध्येमा धेरै स्क्यामहरू हामीले सुनिसकेको छौँ। कोहीले सर्भिस दिने है, सर्भिसको लागि भन्छ फरेन लाने, इन्डियामै राम्रो राम्रो कम्पनीतिर काम गराउने। अर्को भयो तपाईँको एउटा रिसेन्टली अब 2-3टा केसेस हाम्रोमा छ अहिले पनि, जसमा कि त्यो सर्ट टर्म एउटा लोन दिन्छु भनेर कम्पनीहरूले भन्दो रहेछ है। तपाईँको त्यस्तो 2 घन्टामै लोन पनि सेङ्सन भइदिइहाल्दो रहेछ, दिइ पनि हाल्दो रहेछ। उनीहरूले केही डकुमेन्ट्स खोज्दैन, तपाईँको आधार कार्ड र फोन नम्बर भयो भने उनीहरूले लोन पनि दिइहाल्दो रहेछ 3 लाख 4 लाखसम्म। तर त्यो लोन तिरेन भने के हुँदो रहेछ भने सबैदिन त्यो लोन तिरेन भनेर चाहिँ तपाईँहरूको त्यो फेसबुकमा यस्तो नराम्रो फोटोहरू एडिट गरेर हालिँदो रहेछ। एउटा केटी हो भने त सायद त्यो केटी भिक्टिम हो भने त सायद ऊ बाँच्नु सक्दैन, उसको अल्टिमेट त्यो उयो चाहिँ मर्नु नै हो उसको। त्यो केटाहरू पनि बाँचि नसक्नु बनाउँदो रहेछ। त्यो त ठिकै छ, तिर्दाखेरि तिरेन भने त त्यस्तो एउटा भयो। तर तिर्दा पनि उनीहरूले लास्टमा गएर त्यो ब्ल्याकमेल गरेर उनीहरूले त्यो के अरे तपाईँको अझै त्यो लगेको भन्दाखेरि मेनी टाइम्स बेसी उनीहरूले त्यो माग्ने गर्दो रहेछ। अन्त त्यो कुरामा हामी यो सचेत गर्न चाहन्छौँ कि फेसबुकमा कुनै प्रकारको लोनको एउटा रिक्वायरमेन्ट छ भने हामीलाई भन्नुहोस् भनेर त्यस्तो एडहरू आउँछ, त्यस्तोतिर तपाईँहरूले कहिले पनि त्यो इन्ट्रेस्ट दिएर त्यो एप्लाई नहोस्। एप्लाई पनि बेसी गर्नु पर्दैन। तपाईँहरूले 2 ताल जस्तो च्याट गऱ्यो भने 3 तालमा तपाईँहरूको एकाउन्टमा पैसा पनि पसिहाल्दो रहेछ, एकाउन्ट नम्बर तपाईँहरूले दियो भने चाहिँ।
र त्यो नहोस् भने। अच्छा, उहाँको कुरामा चाहिँ के रहेछ भने उहाँले अलिकति एक्सप्लेन राम्रोसँगले गर्नु सकेन र यो चाहिँ हाम्रो समाजले बुझ्नुपर्ने कुरा हो, बुझाउन चाहन्छौँ हामी। उहाँलाई फर्स्टमा के भनेर यहाँबाट लग्यो भने चाहिँ तपाईँ यहाँ हाम्रोमा आउनु पऱ्यो, 7 दिन चाहिँ हाम्रोमा ट्रेनिङ गर्नुपर्छ। 7 दिनको ट्रेनिङको कोर्स चाहिँ 10,000 रुपियाँ हो, खानु बस्नु त्यो सबै एक्सपेन्डिचर चाहिँ 10,000 हो, त्यो दिनुपर्छ भनेर उहाँहरूलाई यहाँबाट लाँदो रहेछ। तर पहिला एप्लाई गर्दाखेरि चाहिँ त्यही नै तय हुँदो रहेछ कि यहाँबाट नै तय हुन्छ कि तपाईँको हातमा के सिप छ, के कला छ, ड्राइभिङ गर्नुहुन्छ कि तपाईँ सेल्सम्यान गर्नुहुन्छ कि यस्तो भनेर चाहिँ उहाँहरूलाई पहिला त्यसरी लोभ देखाएर लाँदैछ। सेलेरी पनि यहीँबाट भनिँदो रहेछ, स्टार्टिङ पे 30,000 हुन्छ भनेर चाहिँ उहाँहरूलाई त्यसरी यहाँबाट लगेर जाँदो रहेछ। तर 7 दिन लगेर त्यहाँनिर उहाँहरूलाई यस्तो खालको ब्रेन वास गरिदिँदो रहेछ, बिहान बेलुका उहाँहरूलाई के अरे तपाईँको त्यो ट्रेनिङहरू गराउँदो रहेछ, एकदम इज्जत कसरी गर्नुपर्ने, सम्मान कसरी गर्नुपर्ने, कुनै के थुप्रो त्यो म्यानिपुलेट ब्रेन वास गर्ने काम गर्दछ। तर 7 दिनसम्म जब उहाँहरू त्यहाँ पुगिसकेर त्यो गरिसकेपछि चाहिँ 8 डेजमा चाहिँ के हुँदो रहेछ भने 8 दिनको दिन चाहिँ के हुँदो रहेछ भने त्यो जुन कामको लागि भनेर गएको हुन्छ त्यो कामदेखि चाहिँ सबै कुरा लथालिङ्गै बनाइदिएको छ उनीहरूले। त्यो बनाएर चाहिँ उनीहरूले के भन्दो रहेछ भने अब त्यो तपाईँहरूको काम चाहिँ के हुँदो रहेछ भने तपाईँहरूले पहिला 2 लाख रुपियाँ इन्भेस्ट गर्नुपर्छ या त तपाईँहरूले नयाँ डाउनलाइन जोड्नुपर्छ। जुन कुरा चाहिँ डाउनलाइन जोडेपछि त्यो डाउनलाइनबाट चाहिँ एकजना तपाईँहरूले मान्छे जोड्नुभयो भने त्यहाँबाट 25,000 चाहिँ तपाईँहरूले कमिसन पाउँछ भनेर चाहिँ त्यति बेला चाहिँ उहाँहरूलाई कन्फर्म हुँदो रहेछ कि हामी चाहिँ स्क्याममा फस्यो भनेर। त्योभन्दा 7 दिनसम्म चाहिँ उहाँहरूलाई याद हुँदैन। उहाँहरू एकदम अनेस्टली सिन्सियरली उनीहरूलाई त्यो एउटा रुमभित्र राखेको छ, कम्पाउन्डभित्र राखेको छ, कम्पाउन्डभित्र राख्यो। यता बाहिर जाँदा पनि एकदम पर्मिसन मागेर जानुपर्दछ। अन्त जुन दिन 7 दिन सकेपछि त्यो 7 दिनसम्म उहाँहरूको फोनहरू पनि केही हुँदैन र 7 दिन सकेपछि चाहिँ जब त्यो के अरे तपाईँको यो हुन्छ 8 डेमा जब त्यो रियालिटी आउँदाखेरि चाहिँ त्यो दिन चाहिँ उहाँहरूले बुझ्दो रहेछ कि हामीमा चाहिँ स्क्याम भएको रहेछ भन्ने कुरा। त्यसरी नै अब लक्कीली अब हाम्रो डुवर्स एक्सप्रेस यो एन्टी ह्युमन ट्राफिकिङ राजु ज्यू र हाम्रो कर्मभाइ सागर भाइहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ इन्टरनेसनल ह्युमन राइट्स काउन्सिलको तर्फबाट कि उहाँहरूले एटलिस्ट 2 जना भए पनि त्यो स्क्यामबाट बचाएर ल्याइदियो। र आउने दिनहरूमा हामी यो एउटा हाम्रो समाजलाई भन्न चाहन्छौँ कि यस्तो कुनै पनि कुराहरू हुँदैछ भने अब जस्तो उहाँहरू त बाँचिहाल्यो है, अब आउने हाम्रो सोसाइटीमा हाम्रो स्टेटमा कुनै पनि भाइ बहिनीलाई हाम्रो दाजुभाइहरूलाई यस्तो खालको कुराहरू तपाईँहरूले थाहा पाउनुहुँदैछ भने तपाईँहरू काइन्डली गएर पुलिसलाई इन्फर्म गर्ने या हामीलाई तपाईँहरूले भन्न सक्नुहुन्छ। र त्यो कुरा नबुझी यो मात्रै होइन, यो स्क्याम मात्रै होइन, कुनै पनि त्यस्तो प्रकारको अनलाइन कुराहरू हुन्छ त्यस्तो पैसाको या दबको कुराहरू हुन्छ भने चाहिँ पहिला तपाईँहरूले हामीले इन्फर्म गरिदिने या कन्सर्न के भन्छ तपाईँको डिपार्टमेन्टलाई कुरा गरेर मात्रै फर्दर तपाईँहरू यो यस्तो कुरामा चाहिँ तपाईँहरूले इनिसिएटिभ लिइदिनुहोस् भन्ने। र अर्को कुरा अब जे भयो उहाँहरूलाई है, अब आउने दिनहरूमा एउटा यो कुरालाई अलिकति रोक्नुपर्छ भने किन उहाँको भनाइअनुसार अझै त्यो सेन्टरमा के भन्छ तपाईँको नभनेको अब उहाँले 14-15 हजारजना अझै पनि त्यहाँ भिक्टिमहरू छ भनेर भन्दैछ। तर अब हामीले भिक्टिम भन्नु त मिल्दैन है, किन उहाँहरू आफ्नो खुसीले नै गएको होला। तर त्यहाँ पुगिसकेपछि के भएको कसो भएको त्यो अलिकति हामी फाइन्ड आउट गर्छौँ। हामी यो कुरालाई लिगली हामी अगाडि बढाउन चाहन्छौँ सो द्याट भोलिको दिनमा हाम्रो भाइ बहिनीहरूलाई हाम्रो दाजुभाइहरू जो पनि हाम्रो स्टेटको केटाकेटीहरूले यो खालको दुःख नपाओस् भनेर हामी यसलाई जबसम्म प्रपर एउटा लिगल उयो गर्दिन यसको भेरिफिकेसन गरेर तबसम्म हामी कम्पनीको नामहरू अलिकति रिभिल गर्नु मिल्दैन होला। र त्यसको बादमा के कसो हुन्छ फेरि हामी मिडियाको थ्रुबाट आएर हामी तपाईँहरूलाई इन्फर्म गर्नेछौँ।